आदरणीय कृषकवृन्द नमस्कार। स्वागत छ कृषि मौसम सल्लाह बुलेटिनमा। म हुँ बद्री गौतम। यस बुलेटिनमा खास गरी तपाईहरुले गर्ने खेतीपातीलाई मौसमको सम्भावित अवस्थासँग जोडेर जानकारीहरू प्रस्तुत गर्ने गर्छौं। कुन बेला कुन खेती कसरी गर्ने र मौसम अनुसार देखिने रोग समस्याहरूको समाधान के हुन सक्छ भनेर जानकारी दिनु यो बुलेटिनको मुख्य उद्देश्य हो। सुरुमा मौसम। साताभर पश्चिमी हावाको आंशिक प्रभाव रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा साताको सुरुमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मध्यमा एक दुई स्थानमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ। तर बागमती प्रदेशमा भने साताको सुरुमै एक दुई स्थानमा हल्का पानी र हिउँ पर्न सक्छ। त्यसैगरी पहाडी भूभागमा साताभर मौसम आंशिक रूपमा बादल लागिरहनेछ र साताको सुरुमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ। अनि तराईका भूभागमा यो साताभर हुस्सु कुहिरो रहने देखिन्छ। बिहानको समयमा लाग्ने हुस्सु कुहिरो साताको सुरुमा मध्याह्नसम्म तथा मध्य र अन्त्यमा मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी त भए मौसम सम्बन्धी जानकारी। अब लागौं कृषि प्रसङ्गतिर। यसपालिको असोजतिर परेको पानीले डुबानमा परेका तराईका दक्षिणी भेगहरूमा गहुँ बाली लगाउन नसकिएको जग्गामा जई घाँससँग बर्सिम वा भेज वा तोरीको मिश्रण छर्नुहोस्। यसरी गरिएको खेतीबाट बिउ उत्पादन गर्न नसकिए पनि 2 कटिङ घाँसको उत्पादन लिन भने सकिनेछ। चैते धानका सिफारिस जातहरू भरपर्दो स्रोतबाट अब व्यवस्था गर्नुहोस्। अहिले गहुँको जरा भिज्ने गरी पहिलो सिँचाइ गरेपछि सिफारिस मात्रामा युरिया मल टपडेस गर्नु जो स्क्रिनमा देखाइएको छ। जिरो टिलेज प्रविधिबाट लगाइएको गहुँ खेतमा परम्परागत तरिकाबाट लगाइएको गहुँको तुलनामा कम पानीको मात्राले पनि सिँचाइ गर्न सकिनेतर्फ ध्यान दिनुहोला। गहुँ पहेँलो हुने समस्याबाट जोगाउन सिँचाइ गर्दा पानी जम्न नदिनुहोला। मुसुरो ओइल्याउने रोग लागेमा कार्बेन्डाजिम र मेन्कोजेब युक्त ढुसीनाशक विषादी 2 ग्राम 1 लिटर पानीमा घोलिएर सम्पूर्ण बोट भिज्ने गरी 10 दिनको फरकमा 2 पटकसम्म छर्कनुहोस्। पतझड फलफुलको बगैँचा स्थापनाका लागि तयारी गरिएको खाडलमा विश्वसनीय स्रोतबाट बिरुवा व्यवस्था गरी रोप्नुहोस्। किवी फल, स्याउ, नास्पाती जस्ता हिउँदे फलफुलमा 2 वर्षभन्दा पुराना हाँगाहरूमा फल नलाग्ने भएकाले यसै हप्ताभित्र काँटछाँट गरिसक्नुहोस्। काँटछाँट गरिएको भागमा 10% बोडो पेस्ट लगाउनुहोस्। आगामी साता तराईका जिल्लाहरूमा मध्याह्नसम्म हुस्सु कुहिरो लागिरहने छ भने आलुबालीमा पछौटे डडुवा रोगको नियमित अनुगमन गर्नुहोस्। डडुवा रोगको सुरुको अवस्था देखिए मेन्कोजेब 75% डब्लुपी 2 ग्राम 1 लिटर पानीमा घोलेर पातको तल्लो भाग समेत भिज्ने गरी छर्कनुहोस्। समस्या बढी देखिएमा एक्रोब्याट डाइमेथोर्प 50% डब्लुपी वा सेक्टिन फेनामेडोन 10% प्लस मेन्कोजेब 50% डब्लुजी 1.5 ग्राम 1 लिटर पानीमा घोलेर बोटको सम्पूर्ण भाग भिज्ने गरी छर्कनुहोस्। तराईमा बिउका लागि लगाइएको आलुबालीमा लाहीकिराको प्रकोप देखिएमा फ्लोनिकामिड 50% डब्लुजी 0.3 ग्राम वा डायमेथोएट 30% इसी 1.5 ml प्रति लिटर पानीका दरले आलुको सम्पूर्ण बोट भिज्ने गरी छर्कनुहोस्। लहरे तरकारी बालीको बेर्ना उम्रिसकेको भए सेतो प्लास्टिकको छानोलाई दिनको समयमा उघार्ने र रातको समयमा उडाउने गर्नुहोस्। प्याज र लसुनको जरा कुहिने रोग व्यवस्थापनका लागि ढुसीनाशक विषादी बेबिस्टिन कार्बेन्डाजिम 50% डब्लुपी 2 ग्राम 1 लिटर पानीमा घोलेर 14 दिनको फरकमा 3 देखि 4 पटकसम्म सम्पूर्ण जरा भिज्ने गरी हाल्नुहोस्। बाहिरी तापक्रम घट्ने क्रममा रहेकाले गाई, भैँसी, भेडा बाख्रा आदिमा रुगाखुकी लाग्ने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी अन्य रोग लाग्ने र छेर्ने हुँदा पशुवस्तुको खोरगोठ न्यानो राख्नुहोस्। अहिलेको चिसो मौसममा मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने चिनी चास्नी बनाएर पनि दिनुहोस्। अब रात लामो हुने समय भएकाले
अन्डा उत्पादनका लागि पालिएका लेयर्स कुखुरालाई कम्तीमा 16 घण्टासम्म उज्यालो हुने गरी बत्तीको व्यवस्था गर्नुहोस्। साताको सुरुमा बिहानको समयमा लाग्ने हुस्सु कुहिरो मध्याह्नसम्म रहन सक्ने भएकाले माछामा हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान 4 देखि 6 बजेसम्म 0.75 केभीए क्षमताको वायुयन्त्र अर्थात् एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्। कृषकवृन्द, अहिले हामीले दिएको जानकारी बाहेक पनि अरू तपाईलाई कुनै थप जानकारी वा समस्या छन् भने स्क्रिनमा देखिएको नम्बरमा फोन गरेर पनि सोध्न सक्नुहुन्छ। यहाँहरूको कृषि कर्म समृद्ध बनोस्। नमस्कार।